गुड मर्निङ एभ्री वान. इट्स मी प्रिन्सु ड्याड. म प्रिन्सुको ड्याडी हो. आजदेखि हामीले तपाईँलाई भ्लगमा डेली प्रिन्सुको एक्टिभिटिजहरू देखाउने छु. प्रिन्सु आज 11th मन्थ पुगिसकेकी छिन्. अब हेर्नुहोस् तपाईँले प्रिन्सु के गर्छ डेली. ल गाइज, हेलो, वेलकम इन यर भ्लग प्रिन्सु. वेलकम बेबी. के गर्दै होइसिन्छ हजुर आएछ? के गर्दैछिन्छ? मोबाइल बाबालाई चलाउन दिन्निन् छोरीले, मेरी छोरीले यस्तै चलाउँछन्. अब हेर्छु यति चकचक गर्छ, यति चकचक. अब म त कहाँ जान्छु हेर्नु है, यो कहाँ जान्छ? आजदेखि तिम्रो डेली भ्लग सुरु बेबी. हस्, हेर्छु हजुर के गर्छिन्छ. हेर्छु यति चकचक गर्छ. अहिले बेडको सामान सब फाल्ने, कोठाको केही सामान बाँकी राख्दिनँ. वान टेक भ्लग हो यो, वान टेक, एक टेकमा बनाएको भ्लग. म तपाईँलाई सब यसको एक्टिभिटिज देखाउने छु. दादा खै पिन्छु, दादा खै, दादा खै, खै दादा. के हाल्छ यसले घरमा? जे बेड चाहिँ मुखमा मात्रै हाल्छ यो प्रिन्सुले. फटा छ फटा यो प्रिन्सु. बाबालाई मामुलाई 4 बजे उठेर पिट्छ. उठा छिटो बजे. मम्मा खै प्रिन्सु, खै मम्मा, खै मम्मा, खै मम्मा, खै बेबी. सबैजनालाई नमस्ते गरिदिन्छु. यता नमस्ते भन्छ. नो, एकछिन दिन्छु बाबाले. नमस्ते भनिदिन्छु. सबैजनालाई नमस्ते भन्छ बाबा. यता भयो, यस्तो गरिदिन्छु. ल प्रिन्सु एकछिन. ल लिस्यो. हेर्छु कति जिद्दी छ. भनेको पनि मान्दिनँ है. प्रिन्सु नमस्ते भनिदेऊ बेबी. आका फोल बेबी. नमस्ते भनिदिन्छु. पागल छु हजुर. नमस्ते गरिदिन्छु त छोरो. हेर्नु त, यो भनेको पनि मान्दिनँ. म त वाक्क भइसक्यो प्रिन्सुलाई देखेर. नमस्ते भनिदिन्छु त बेबी. कोठा अँध्यारो भएर हो. प्रिन्सु बस्यो, आइस्यो. बाबासँग बस्यो. बाबासँग बस्दा नमस्ते भन्छ. नमस्ते भनिदिन्छु त बेबी सबलाई. भ्लगमा सबैले नमस्ते भनिदिन्छु. बाबा हेर्छु न, नमस्ते. ओ माई गड, यसलाई सम्हाल्न त बरु यो संसार धरती सम्हालिएला, मेरो प्रिन्सुलाई सम्हाल्न गाह्रो छ होइन. नमस्ते भनिदेऊ. नमस्ते, नमस्ते बेबी. बाबा, बाबा खै पिन्छु. बाबा, बाबा बेबी. बाबा भन्छ त. मामुको पानी नौचल्छु. बा, यसले त के हेरेर हाँस्यो भनेको त, यो मम्मीको कन्सिल आज त्यो गर्ने हल्दी पानी चलाउनलाई. यो को पोखिन्छ है अहिले बेबी. घा गर्ने मम्मी. ए चाहिँ नमस्ते गर्छ नि त, अनि चलाउनु दिन्छु. नमस्ते बेबी. ओ माई गड. नो बेबी. किन रिसाइसेको? मम्माको मम्मा. खै दादा आइसु जाउँ. दादा जाने. अब खोलिदिउँ ढोका. आइस्यो. अलि यता आइस्यो. खोलिदिन्छु. बेबीलाई बोक्छु मैले. प्रिन्सु यसलाई हेर्छु. ए बाबा खै प्रिन्सु. मम्मा. तपाईँहरूको अनि बेबी छोराछोरी
11 मन्थ पुगेपछि सबै कुरा सिकाउनुपर्छ। अब यो भनेको सबैभन्दा फास्ट लर्निङ टाइम हो। हेर्नु यसले त भनेको नि मान्दैन। कहाँ जाने मेरो बेबी बाहिर जाने हेर्छु कति एक्साइटेड हुन्छ बाहिर लग्ने भनेको चाहिँ अहिले। ढोका खोल्छ पिन्छु ढोका खोल्छ त खोल्छ खोल्छ आफै ढोका खोल्छ बाहिर मात्र जानुपर्छ। ओ हाई भनिदेऊ हाई भनिदेऊ बेबी हाई भनिदेऊ। बाहिर जाने मान्छे आजको भ्लग यति नै मात्रै। सबैजनालाई बाई 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 पान्छ बाई बाई गरिदिन्छु पिन्छु बाई बाई। नेक्स्ट भ्लगमा देखाउने छु यसको डेली एक्टिभिटिज। हेर्नुहोस् गाइज मेरो बेबी दिन प्रतिदिन कतिको फास्ट लर्निङ हुँदैछ के सिक्छ सबै कुरा तपाईँहरूमा आज भिडियोमा प्रस्तुत गर्नेछु मैले। बेबी हेर्छ न बाई बाई गरिदिन्छ बाई बाई। अब आज हामी सक्यो बाई 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 प्रिन्सु प्रिन्सु बाई बाई भनिदिन्छ न बाबा बाई बाई बाबा भनेको मान्दिने अहिले। आफूले जे मन लाग्यो त्यही मात्रै गर्छ अहिले। लास्ट जित्दिछ बाबाको प्रिन्सेस हो नि त बाबाको प्रिन्सेस होइन। ल बाई 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 गरिदिन्छ त।